परिवारमा 100% मा 5% को मात्र खुसी छ। किनभने 5% ले चाहिँ आफ्नो श्रीमानको दुःख कष्टलाई बुझेर श्रीमानले कमाएको पैसालाई जोगाएर राखिदिएर अहिले चाहिँ उहाँहरू खुसीसँग बसिराख्नु भएको छ। तर 95% चाहिँ कस्तो छ भने चाहिँ श्रीमानको दुःख कष्टलाई नबुझिदिँदाखेरि चाहिँ उनीहरूले चाहिँ जताभावी खर्च गरेर आफूलाई आवश्यक नै छैन तर त्यो आवश्यक नै नभएको लत्ता कपडाहरू अनि जुनसुकै फ्यासनका कुराहरू जो नयाँ आउँछ त्यसैलाई किनेको छ, जो नयाँ हेरिराखेको छ त्यसैमा पैसा खर्च गरिराखेको छ। त्यस्तो गर्ने व्यक्तिहरूको जिन्दगीलाई हेर्दै गर्दाखेरि चाहिँ यस्तो नाजुक अवस्थामा छ कि यस्तो नाजुक अवस्थामा हामीले देख्न पाउँदछौँ। यस कारणले गर्दाखेरि चाहिँ हाम्रो श्रीमतीहरूले बुझ्नुपर्ने कुरा के हो भनेपछि हामीले दुःखसँग कमाएको पैसालाई चाहिँ राम्रोसँग सदुपयोग गरिदिनु भयो भने चाहिँ विदेशमा खासै हामी बस्नु पर्दैन। 2-4 वर्षमै हामीले नेपाल फर्केर हामी सँगै बुढाबुढी अथवा छोराछोरीहरूसँग आफन्तजनहरूसँग मिलेर हामी बस्न सक्छौँ। जापान कोरिया अहिले हामी देख्दछौँ उनीहरूले अहिले हामी नेपालीहरूलाई अथवा जुनसुकै कन्ट्रीको मानिसहरू चाहिँ जापान कोरियामा गएर काम गर्ने गर्छन्। तिनीहरूको इतिहासलाई हेर्ने हो भनेपछि कस्तो छ भनेपछि तिनीहरू पनि हामी जस्तै सानो सानो देशहरूमा सङ्घर्ष गर्दै एउटा सिपहरू सिक्दै एउटा आफ्नो स्किललाई डेभलपमेन्ट गर्दै उनीहरू चाहिँ आफ्नो ठाउँमा, आफ्नो गाउँमा, आफ्नै देशमा फर्केर चाहिँ उनीहरू चाहिँ सञ्चालन के कुरा सिकेका छन् त्यो कुरालाई चाहिँ आफ्नै ठाउँमा, आफ्नै गाउँमा सञ्चालन गरेर उनीहरू अहिले कहाँदेखि कहाँ पुगिसकेका छन्। तर विडम्बना हामी नेपालीहरू चाहिँ कस्तो छ भने पैसा कमाएपछि चाहिँ यो पैसालाई कसरी खर्च गर्ने, कसरी सिद्धाउनेतिर हामी लाग्छौँ क्या। हाम्रो चाहना धेरै हुन्छ। एउटा उदाहरण दिन्छु तपाईहरुलाई। विदेशबाट हामी जान्छौँ अनि विदेशबाट गइसकेपछि चाहिँ बाइक नकिने हुँदैन। 2 महिना 45 दिनको छुट्टी गएको हुन्छ। 2 महिनामा पनि उसलाई बाइक चाहियो अनि 2-4 लाख कमाएको हुन्छ। 2-4 लाखको बाइक किनेर 2 महिनामा त्यो बाइकलाई चाहिँ सेकेन्ड ह्यान्डमा बेचेर फेरि आफू फेरि विदेशमै आउनु पर्ने हुन्छ। त्यो चाहना बढी भएको कारणले गर्दाखेरि हाम्रो देश पनि पछि लागेको छ, पछि परेको छ अनि हामी नेपालीहरू पनि पछि परेका छौँ। अनि पैसा कमाउँछौँ, गाउँका मानिसहरू सहर आउँछ, सहरका मानिसहरू विभिन्न देशहरूमा जान्छ अनि के फाइदा भयो हाम्रो नेपाललाई, हाम्रो गाउँ समाजलाई के फाइदा भयो? यदि पैसा कमाउँछौँ भने चाहिँ हाम्रो देशमै फर्केर चाहिँ विभिन्न उद्योगहरू, विभिन्न प्रकारका कामहरू हामी गरेर देखाउँछौँ भने चाहिँ त्यो एउटा गर्वको कुरा हो। पैसा कमाएर ठुलो घर बनाएर मात्र हुँदैन, तर सधैँभरि नेपालमा बसेर केही इन्कम आउने कुराहरूमा हामी ध्यान दियौँ भनेपछि चाहिँ त्यसले चाहिँ हामीलाई कहाँदेखि कहाँ पुर्याउनेछ। अनि म तपाईहरुलाई यही जानकारी दिन चाहन्छु, तपाईं जो विदेशमा हुनुहुन्छ विदेशमा थन्केर मात्र नबस्नुस्। केही सालमा को लागि मात्र यहाँ कष्ट भोग्नुस् अनि विदेश नेपालमै फर्किनुस् अनि नेपालमा के कुराहरू सिक्नु भएको छ। विदेशमा तपाईं सिक्नलाई आउनु भएको, काम मात्र गर्नलाई आउनु भएको हैन, सिक्नलाई आउनु भएको। अनि सिक्नुस् अनि नेपाल फर्किनुस् अनि केही गर्नुस्। विदेश नआउनुस् भन्दैन म, विदेशमा आउनुस् अनि विदेशमा केही कुराहरू सिक्नुस् अनि सिकिसकेपछि चाहिँ त्यसलाई चाहिँ नेपालमा गएर त्यो ऊर्जा शक्ति हैन, त्यो ऊर्जा शक्ति लिएर चाहिँ त्यसलाई चाहिँ निरन्तर त्यसमै लागिरहनुस्। तपाईलाई अवश्य पनि मैले त गरेको छैन, तर तपाई यो गर्नुभयो भनेपछि चाहिँ तपाई
विदेश आउनु पर्दैन, नेक्स्ट टाइम तपाईँ विदेश आउनु पर्दैन भनेर चाहिँ म भन्न चाहन्छु।